हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ यस्तो शीत परिरहेको छ यता, कुरै नगरौँ। शीत परेर जाडो भएर हिजो चाहिँ हामी पिकनिक गएको थियौँ। अनि आज चाहिँ अब काम गर्नु पर्यो नि त, रमाइलो मात्रै गरेर भएन होइन। हिजो पिकनिक खाएर रमाइलो गरेर सकियो। यस्तो शीत झर्दैछ। शीत झरेको नि त, पानी पऱ्यो त्यस्तो। माइ गड, धुरी फुलेर पहेँलै हाम्रो घरको तल्लोपट्टिको साइड हो। सेतो मकै पिसेर खानु पनि चराले छरिदिएर सकिसक्यो। तपाईँलाई चाहिँ अहिले चिया खानु मन लाग्यो र अब लालुवाला चिया खानुपर्छ। मैले चाहिँ यो पटुका किन बाँधेको भने मेरो कम्बर दुख्छ नि त चिसोले, त्यही भएर। तर यहाँ काम गर्दा गर्दा फोहोर भइसकेको छ। डोन्ट माइन्ड, ल माइन्ड गर्नु हुँदैन। No, त्यस्तो हुँदैन केटो। आज चाहिँ हामी चाउमिन खाँदैछौँ। आगोको चुलामा पकाएर गाउँले स्टाइलमा चाउमिन ए सुँगुरको मासु प्लस न्युटेला। हाम्रो चाहिँ पाकेर रेडी भइसक्यो चाउमिन, न्युटेला प्लस सुँगुरको मासुसँग। अब हामी खान्छौँ। ल है, हाम्रो चाउमिन पाकेर पनि रेडी भइसक्यो। यो चाहिँ सोफाको, यो मेरो बुढाको। ल चाउमिन यस्तो छ, यस्तो भयो। जाडोमा तातो तातो चाउमिन, अकबरे खुर्सानी हाम्रो बारीमा फलेको। यता हाम्रो सोफी, यता हाम्रो मालिक, यता चाहिँ म। सोफीले खाएको देखाउन सुरु फेन्टासँग हामी चाहिँ खानु सुरु गरी। हाम्रो सानो छोरीले चाहिँ सुरु गरिसक्यो। के खाएको छैन? कस्तो छ बुढा चाउमिन? मिठो छ? वेलकम मेरो बुढा, वेलकम। ल मैले पनि खाइल चाउमिन। मिठो भयो है? मलाई चाहिँ मासुभन्दा पनि यो खारेको न्युटेला मनपर्छ। मिठो छ, न्युटेला। अकबरे खुर्सानी पियो नि, आफ्नै बारीमा फलेको है अकबरे खुर्सानी, दामी छ।
Yes. Pwede nga sa kaya mo. Korak. Korak guys. Adam. मिठो हुँदाहुँदै सिद्धो चाउमिन पनि अर्कोचोटि चाहिँ सुरुबाटै पकाएको देखाउनु पर्यो बाई गाइस सबैजनालाई बाई बाई साथीहरू बाई बाई ल सबैजनाले के गर्ने भन्दाखेरि लास्टमा भिडियोलाई लाइक हैन कमेन्ट शेयर सब्स्क्राइब गर्ने है साथीहरू हामीलाई पनि केही चाहिँ सरसहयोग हुनु पर्यो कि है लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर है साथीभाइहरू ओके हस् त गुड नाइट साथीहरू सबैजनालाई बाई गुड नाइट टेक केयर है राम्रो सपना देख्नु होला ल शुभरात्रि